So what's up my beautiful people? It's your boy Drew Vlog. Welcome back to हेर्न त्यो हाँसेको कस्तो हाँस्दिरा. Welcome back to another episode. ल अब हामी चाहिँ चितलाङ जान लाग्यो 4 जना हैन. मेरो रानी पनि आयो. कराउँदा गर्छ. मेरो रानी आयो. हाम्रो कुसन दोस्त आयो हैन. हाम्रो छेत्री ए बवाल म त खतरा एक्साइटेड छु. छेत्री हाम्रो छेत्री दोस्त हैन. ल उसको चाहिँ इन्स्टा 316 छ त्यहाँनेर. ल अब हामी 4 जना मक्खन मिठो चिकना राइड हान्ने हो है. सबैले हेर्नु पर्यो. भ्लग अलि लामो हुन्छ. फुल हेर्नु पर्यो. अब यहाँबाट ल यहाँबाट कीर्तिपुरबाट छिर्ने हैन. सुन न कीर्तिपुरबाट छिर्ने हैन. मेन रोड जाने हो र. कीर्तिपुरबाट एकैचोटि वहाँसम्म निक्लिने थाहा. ल त्यसो भए यताबाट जाने कीर्तिपुरबाट एकैचोटि वहाँ निस्किने के. ल त्यही हो. अब हामी यहाँबाट सडक लाएर चल्दै सार्नुपर्छ है. मलाई अलिअलि बाटो त थाहा थियो. मलाई अलिअलि बाटो चाहिँ थाहा छ. त्यहाँ कीर्तिपुरबाट त्यहाँसम्म निस्किने बाटोहरू चाहिँ थाहा छ मलाई होइन. अब रानी ओए रानी यो पेट्रोल पम्प नबिर्सिने है. यतैबाट भेट हुन्छ केटाहरूसँग होइन. यतैबाट गइन्छ. अहिले एकछिनमा मिरर र डिबी किलरहरू चाहिँ निकाल्नुपर्छ. ल त्यही हो. अब म अगाडिबाट हिँड्छु होइन. कीर्तिपुरबाट लिएर जानु पऱ्यो यिनीहरूलाई. यतैबाट गइदिउँ है. आऊ हामी 4 जना भेट भयो गाइज होइन. बाइक पनि बबाल चिकना फ्रेस बनाएको छ. अब यहाँबाट मक्खन मिठो छुरी राइड हानिन्छ होइन. इन्जिन पनि मैले बनाइसकेँ. अब हामी यहाँबाट ड्युबाट हामी एकैचोटि कहाँ निस्किने भने चन्द्रगिरी हुँदै हामी जाने भन्ने हाम्रो प्लान छ है. चन्द्रगिरी हुँदै हामी जाने प्लान छ. अब चन्द्रगिरी हुँदै हामी सर्लक्क लाएर लागिन्छ. जानु कति हो ए साला यता हेरिदिरहेको के. ल अब यहाँबाट हामी सुरुमा त्यहाँ निस्क्यौँ. त्यहाँबाट अनि फाँडी हान्नुपर्छ है. भ्यार हुन्छ बाइक है. किनकि भर्खर इन्जिन बनाउनको कारणले गर्दाखेरि भ्यार भइरहेको छ. यहाँबाट पहिला सुरुमा हामी वहाँ पुगौँ. वहाँ पुगेर हामी टक्क लाएर मस्त मक्खन मिठो आज 4 जना मिठो राइड हान्नुपर्छ. अरू भनेको त्यस्तै हो. केटाहरू बवाल तरिकाले कुदाउँछन् आज. ल यहाँको बाटो अलिकति बिग्रेको छ फेरि होइन. लास घाँडो छ यहाँको बाटो. टेन्सन त्यो हो फेरि. केटाहरूलाई क्या दामी देखेको है. ल आऊ केटा हो. सो त्यही हो. भ्लगहरू लामो हुन्छ होला हेर्नु होला लङ होइन. अब के गर्नु केटाहरू भइसकेपछि यस्तै हो. अब सुई गइदिने. यहाँबाट मस्तसँगले राइडमा आएको सम्राट भाइ रन्डु भाइ त आएनस् के गर्नु तँलाई मिस गरेँ है मैले. सम्राट भाइ जान्छु त भनिरहेको थियो. खोइ अब सम्राट भाइ नै आएन. अब त्यस पछाडि के गर्नु त नआएपछि अब हामी त्यहाँबाट सडक लाएर चल्दिने. मलाई अलिअलि बाटो चाहिँ थाहा छ यहाँको. तर कहाँ हो के हो त्यो चाहिँ केही थाहा छैन. आधी बाटो चाहिँ थाहा छ मलाई. त्यहाँसम्म निकालिदिउँला केटाहरूलाई. त्यस पछाडि अरू कुरो त्यस्तै हो. यहाँबाट निकालिदिनु पऱ्यो केटाहरूलाई. ए साला कहाँबाट आयो त बुलेटवाला. है बुलेटवालाहरू पनि टेन्सन गर्छन् यार. बुलेटवालाहरूलाई पक्रिन्छन् फेरि मामाहरूले पनि धेरै होइन. बुलेटवालाहरूको फेरि सान बढी नै छ. त्यो दामी हो. सान हुनुपर्छ बुलेटवालाहरूको. किनकि बुलेट हो नि त बुलेट होइन. यस्तो मजा आउने बाटो छ यार. केटाहरू सब उठी आइरहन्. आज यहाँबाट रक्कै हानिदिने हो 4 जना भएर. ए साला बवाल कुदाउन मन लागिरह्यो यार. बवाल कुदाउनु मन लागिरह्यो मलाई. कुदाउन चाहिँ कुदाइदिउँ. यतातिर के छ कसो छ मलाई केही थाहा छैन. फेरि यो कीर्तिपुर एरियामा छिरिरहेको. कीर्तिपुर एरियामा बवाल हो. बवाल हो. कताबाट पो जाने हो. यतै कताबाट यस्तो छिर्ने बाटो छ है. ए साला मलाई थाहा छैन यार. कहाँबाट एकचोटि गएको जस्तो लागेको थियो. यताबाट चन्द्रगिरीतिर निस्किन्थ्यो क्या.
दाइ यता तलबाट चन्द्रगिरी निस्किन्छ नि कताबाट यही तलबाट हो ओए यही तल ल अब यहाँबाट ए एस ल बवाल हो केटाहरू बवाल तरिकाले आएर मजा चाहिँ मजा आउने बाटो छ होइन के भयो त्यहाँ ल ल हे ल ल ल यस्तो पो रहेछ त यार यहाँ त बवाल रहेछ त सही हो त यार होइन म एकचोटि आएको थिएँ उहाँ म त्यो तल्लो बाटो आएको हो यो बाटो पनि यता सर्टकट हान्दा रहेछ नि त अलिअलि म यो तल्लो बाटो पहिला एकचोटि आएको थिएँ क्या रमाइलो भएको थियो यो बाटो आउँदा पनि है अब यहाँबाट एकैचोटि उता निस्किन्छ होइन एकैचोटि चन्द्रगिरीतिर निस्किन्छ क्या ल अब त सब केटाहरूलाई बाटो थाहा छँदैछ ल केटा आऊ तिमीहरूले अब मैले देखाउने बाटो चाहिँ यही हो होइन अहिले एकछिनमा तिमीहरूले पनि देखा हो कहाँबाट जाने हो मलाई त थाहा छैन म आधी बाटोसम्म चाहिँ निकालिदिन्छु मस्त लाएर बवाल कुदाउनु पर्छ मजा आउँछ यार यो बाइक यस्तरी कुदाउन पनि यतिबाट हो जस्तो लाग्छ मलाई त हो कि होइन फेरि हिँड्न त एक दुईचोटि हिँडे जस्तो लाग्यो क्या मलाई यो बाटो होइन त्यही भएर मात्र हो यतैबाट होला नि यताबाट चन्द्रगिरी पुग्छ आमा यताबाट चन्द्रगिरी पुग्छ चन्द्रगिरीतिर निस्किन्छ यताबाट मेन रोड आउँछ अब मेन रोड तल यस्तो निस्किन्छ एउटा पिपलको बोट निस्किन्छ नि हो र अगाडिबाट मेन रोड आउन मै बिर्सेँ क्या कन्फ्युज भइदिइरहेँ क्या यो बाटो मै अब धेरै भयो नि त नहिँडेको कहाँ थाहा हुन्छ त थाहा नै हुँदैन नि कन्फ्युज भइदिइरहेँ मै आउन चाहिँ आएको थिएँ म खोइ कता भने माछी थर्नेले मैले बिर्सेँ यार बाटो यार मेन रोड निस्किनु पऱ्यो भनेको यतिबाट जस्तो लाग्थ्यो मलाई कुसनलाई म यहाँ सोध्नु पऱ्यो क्या पहिला मेन कुरो भनेको यही हो ओए मेन अब सिधै हिँड ल अब अगाडि लिड गर ल हिँड अगाडि अब अगाडि हिँड है हिँड कस्तो सेफ हाने होला त दामी हो दामी केटा हो छेत्री के छ छेत्री त्यो छेत्री हो कि त्यही भएर छेत्री बोका छेत्रीहरू बोका हुन्छ नि त लडक्क लाएर हामी चारजना यहाँबाट मस्त जानु लाग्यो थाहा छँदैछ होला बाटो देखिहाल्नु भयो होला होइन किर्तिपुरबाट पनि निस्किन्छ यो बाटो अब यहाँबाट हामी चारजना मक्खन मिठो राइड हान्नुपर्छ है अरू भनेको यस्तै हो यो पनि धेरै भयो यार यता नआएको है पहिला आइरहेको थिएँ हिँडिरहन्थ्यो यो बाटो अहिले त हिँडेको पनि छैन होइन बिस्तारै नै कुदाइरहेको छ हिँड अगाडि यसलाई अगाडि लिएर जानु पऱ्यो भनेको म चाहिँ हिँड्दैन यो त पछाडि नआइदैन मेरो क्यामेरामा आइज के भाइ मेरो छेत्री भाइ मजा आउने बवाल कुदाउँछ त पत्रै कुदाउँछ त केटाहरूले त
चिरायो बवाल कुदाउँछ कस्तो चिराउनु खोज्यो नामी हो ल बवाल कुदाउने यार केटाहरूले पनि मरद कुदाउँछ नि त ओ कस्तो गाडीहरू आएको कि लास्ट ठुल्ठुलो गाडीहरू हिँड्ने यार साइको टेन्सन दिन्छ नि त यार यस्तो ठुल्ठुलो गाडीहरू हिँड्दिने यार छेत्री डन गयो अगाडि त्यो त यार ए मेरो रानी त्यसले नहेरे पछाडि नहेर म बोलाएर हुन्छ तर हेर्ने काम चाहिँ नगर है रानी मैले भनेर आउनु हेर्ने काम नगर अगाडि बाइक कुदाउने काम मात्र गर त्यताबाट हिँड्दा माटुक्नेहरू यतैबाट गइदिउँ न त ल म चाहिँ यताबाट सट्ट लानु खोजेको तर के गर्नु भएन केटाहरूलाई यतैबाट लिएर गइदिउँ चारजना मस्त मक्खन मिठो अब बाटो थाहा छैन मलाई है ल के भएको त्यसको त्यो ट्याक हल्लिरहेको त कस्तो हल्लेको त उए हिँड ल ल त्यसो त क्या हल्लिरहेको टायर पनि यार त्यसले कसरी कुदाइरहेको त त्यस्तो टायर हल्लिरहेको त यसको त ल्यान्ड्याङ हल्लिरहेको केटाहरूले लिएर जान्छ अब ओहो ए साला बवाल मजा आउने यार केटाहरू छ हिँड्दा त यार कति मजा आउने ट्राफिक सक्यो हो मान्छे तर्ने अगाडि त्यहाँ रेड लाइट पो बलिरहेको त यस गो केटा हो गो हिँड ट्राफिक त सन्चै हुनुहुन्छ ए दिदी हुनुहुँदो रहेछ दिदी ट्राफिक नि दिदी हुनुहुँदो रहेछ ल बवाल यतैबाट लाग्दिउँ ल यो हाम्रो नागढुङ्गा टनेल दामी बनेको छ अरे होइन तर कुदाएको छैन मैले होइन यो टनेलमा पनि जानुपर्ने छ एक दिन सुई उडाउनको लागि है यो हो बाटो त मकन मिठो छुरी बनाएर रहेछ त यार ल अब कहिलेदेखि स्टार्ट हुने हो मा कसम यो बाटो कुदाउनु पर्छ बाबा कुदाउनु पर्छ मेरो त इन्जिनबाट पनि बवाल मिठो साउन्ड फाले जस्तो मुझे मलाई फिल हुने के त्यो लाइक हुन्छ नि एक्स्ट्रा फिलिङ्स के ओए एन्ड दिस इज माई न्यू ग्लभ्स म चाहिँ दुईवटा ग्लभ्स किनेको थिएँ होइन एउटा रातो एउटा यो सारा साइको यस्तो चुट्टिँदो रहेछ यहाँबाट यार यो कामै नलाग्ने रहेछ यार यो ग्लभ्स यसलाई पनि सिलाउनु पर्ने छ होइन अब टक्क लगाएर हामी यहाँबाट चारजना मस्त मिठो जङ्गलको बाटो हुन्छ केही थाहा छैन कहाँ पुग्ने के गर्ने कसो गर्ने होइन जङ्गलको बाटो चल्दिने जङ्गलको बाटो मस्त हिँड्नुपर्छ ओ मेरो छेत्री भाइ पानी हिँड्न बुझेन हिँड्न लामो यसलाई अगाडि लिएर जानु पऱ्यो भने छेत्री भाइलाई मुला छेत्री भाइको हेर नि त्यो टायर हल्लेको यसको ल्यान्ड्याङ टायर हल्लिरहेको यार कस्तो टायर हल्ल्या हो फेरि यो मुले गोप्रो उयो भयो जस्तो लाग्यो घोप्टे जस्तो लागिदिरहेको घोप्ट्यो भने फेरि माटो केही रेकर्ड गरेको आउँदैन नघोप्टी म घोप्टाउँछु मेरो बेबीलाई दामी छ बाटो दामी खास हो सिधैबाट जाने हो मलाई त्यो जस्तो त लागेको थियो ओए रानी दामी हो सही हो जङ्गल हान्दिने यहाँबाट चितलाङ गइदिने ओए नेवार्नीको याद आयो यहाँ एउटा नेवार्नी थियो मेरो नेवार्नीको याद आयो कहाँ गयो होला त्यो नेवार्नी ओए नहान्न पुलिस चौक पक्रिने छ कहाँ हानेर कता हानिन्छ फेरि मा ल सही हान्छ त केटाहरूले ल अब हामी यहाँबाट मस्त मकन मिठो छुरी हानिदिने हो ल यतातिर पनि आयो यो त झन्
नेवार्नीको घरतिरै जान्छ त यो त यतै माथि हो क्या हो नेवार्नीको घर ए नेवार्नी म आउँदैछु तिमीलाई लिनलाई ए रानी म आउँदैछु ए रानी कुदा मेरो रानी आयो धेरै दिनपछि आयो राइडमा रानी बबालमा आएको छ मोटा टायर हो त्यसको बाइक एक्सिडेन्ट मोटाडमा छ अगाडि छ रानी यो रातो लगाउने छेत्री भाइ भइहाल्यो अर्को लगाउने कुसन भइहाल्यो होइन ओहो 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 ए बबाल हो बबाल मजा आउने है यिनीहरूसँग केटाहरूसँग हिँड्नलाई सही हो ए गाडी आइरहेको छ केटाहरू किन ओभरटेक गर्दैन भने त टक दामी देखेछ नि केटाहरूलाई होइन आने केटाहरू छिराउनलाई त रेडी छ नि आने रानी के छ त खबर सिक्ने गुले मुजी अहिले कराउँछ मलाई थर्काउँदो रहेछ अझ के अरे फोन नगर रे फोन नगरी कहाँबाट थाहा हुन्छ मा चिङ्ने अहिले फोन गरेको होइन गुले मुजी फोनै नगर भन्छ त यार मलाई त फोन नगर आउँदैछु भन्छ गुले होइन कहाँबाट फोन गर्दा कताबाट आयो ल यतातिर त यस्तो बनिसकेछ केटाहरूले मरद कुदाउने भयो ल यो बाटो आउने भयो केटाहरूले मुजी त्यहीँ लगाउने भयो त म उतैबाट निकाल्थेँ त यत्रो टाढा आउनु पर्दैन थियो त यार केटाहरू म पेट्रोल सघाउने काम बाहेक केही गर्दैन यार कसम भनेको म वहाँ निकालिदिइहाल्थेँ नि यो बाटो त म कतिचोटि आएको छु नेवार्नेसँग होइन नेवार्ने घर यतातिर हो कि कतातिर हो यतातिर हो चिक्ने पख तरनमती रानी पख मोजी रन्डी कस्तो साइको रहेछ यार सब हिलो उछिटाइदिएर हेर न पानी भयो यार म त यार मेरो क्यामेरा भरि भयो जस्तो छ मा पख हो रानी त मोजीलाई म छोड्दिनँ अब पख मोजी सब पानी अब होइन यो बाटो आउने भएको म उतै बाटो ल्याइहाल्थेँ नि अघि नै यो बाटो त यार हिँडेको छ यार म यार बाइकै कुद्दैन साला यस्तो मजा आउँदै थियो यार है रानीले काँडा मलाई हिलो छापिदिइहाल्यो बा कस्तो मजा आएको होला त कुदाउन यार यो बाटो त म आएको छु त माथिसम्म त ए बाब जो जहाँसम्म पिच धरान बनेको छ म त्यहाँसम्म आएको छु त यो बाटो त दामी छ त बबालो कुदाए बाइकै कुद्दैन त यार आमा रानीले हानेको बबाल हान्छ त यार रानीले त आमा कस्तो मजा आउने यार ढलानको बाटोमा चाहिँ तर अलिकति कन्ट्रोल गर्नुपर्छ उछिटिन्छ कि ढलानको बाटोमा धेरै जस्तो बाइक धन्य कताबाट रानी कस्तो हिलो छिटाएको अघि तिमी यहाँ धन्ने परेनौ अघि हेर त तिमीले हो नि यो तिमीले हो लौडी ओए माछा मार्न लाएको ओए छेत्री भाइ माछा मार्न लाएको छेत्री डन कता हो रे ल यतैबाट जस्तो छ केटाहरूले फर्कायो होइन साला छेत्री डन साला ल अब चाहिँ मस्त मक्खन मिठो कुदाउनु पर्छ फेरि
केटाहरू कस्तो लागेको त ओइ बबाल हिँड्यो त केटाहरू साला चितलाङ हिँडेको हामी है केटाहरूसँग ल यतातिर यस्तै छ बाटोहरू हेर्नु होला है यसो बाटोहरू हेर्नु होला यसो डाँडा पाखा हेर्नु होला होइन कहाँ कहाँसम्म भ्याउँछ सबै कुराहरू हेर्नु होला ओहो जङ्गलको बाटो त बबाल छ त यार पानी पर्ला जस्तो त होइन ल अब यो बाटो हामी माथि लाग्यो उकालै उकालो बवाल छ त यार हामी त त्यो माथिको जङ्गल उयो गर्ने जस्तो लाग्यो कुदाउने जस्तो लाग्यो बवाल मजा आउने भयो केटाहरूसँग तर मेरो बाइकलाई अलिअलि ल्याक 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 फालिरह किन ल्याक ल्याक फालिरह भन्दाखेरि चाहिँ भर्खर बना हो त्यही भएर ल्याक 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 यस्तोमा त यार वाइल चिप्लिन्छ यार बाइकहरू त यारमा एकदम होसियार भएर कुदाउनु पर्छ यार यस्तोमा त यार ग्राभेलमा त अति चिप्लिन्छ अनि अति नै चिप्लिन्छ अनि बाइकले फेरि किन नतानिरहला तान्दैन त मेरो बाइकले त आजकल त यार नयाँ भएर हो बनाएको छ नि त त्यही भएर केटाहरू कस्तो कुद्या हो सिट भएको छैन मेरो 50 किलोमिटर त कुदाइँदैन बाइक त्यही पनि मैले राइडमा लिएर हिँडिदिएको राम्रो तरिकाले पुगेर आउनुपर्छ होइन बवाल जङ्गल छ त उयो साला केटाहरू त कस्तो कुदाएको त आमा मलाई मात्र मेरो बाइकले अलिअलि गाह्रो गरे हो आमा यस्तो बाटो त यहाँ लडिहाल्छ नि कुसन कस्तो नकुदेको त बाइक त बाइकै कुद्दैन त यार ल्याक 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 कुद्छ त केटा साला कस्तो नकुदेको कि बाइक झोती बटार्दा पनि साला बबालो कुद्दैन त मेरो त के भएको बाइकै कुद्दैन त बे बाइकै कुद्दैन त दामी चाहिँ दामी हो तर यस्तोमा लास लड्छ यार लास लडिहाल्छ नि बाइकले पुरपुर गर्छ म्याच तर्ने कुद जङ्गल लाग्यो है हामी ल कता है हिँड केटा होइन ओ छेत्री भाइ हिँड छेत्री मेरो साथीहरूलाई दिएर अलिकति बढार्न नि मन लाग्छ होइन मलाई नयाँ बढार्नै मन नलाग्ने कि एक्लै त कस्तो नकुदेको के बाइक त यार बबाल कुदाउन मन लागिरह बाइकै कुदेन सिट नभएर बबाल माथि हेर न ल माथि त उयो पो रहेछ त यहाँ केबल कार हो माथि त केबल कार पो हिँडिरहेको त बबाल हो यही बाटो रहेछ ल जङ्गल जाने भनेको मजै आएन नि साला कुदा छेत्री कुदा भाइ कुदा बहादुर हानी नै छ त अगाडि त म त पछाडि नै हुनुपर्छ किनकि यिनीहरूले कुदाएको भने दामी मजा आउँछ कि हेर्दै कुदाउन बाबा यस्तो मजा आउने यार कुदाउनलाई नि साला आजको राइड त बवाल मक्खन मिठो हान्ने नि त फेरि हात चाहिँ बवाल दुख्यो यार यस्तो बाटो भएर अर्कै खालको बाटो हुनु पर्थ्यो है बाटो चाहिँ साला ओ छेत्री ओ यो चाहिँ मेरो पर्फेक्ट ल्यान्डिङ भयो है यिनीहरूको भन्दा पनि मेरो पर्फेक्ट ल्यान्डिङ आई जस्ट पर्फेक्ट ल्यान्ड म्यान बबाल चिप्लो खदा यार
बबाल हो म लड्नु भएन कुदाउनु चाहिँ पर्यो केटाहरू सँगसँगै लड्नु चाहिँ भएन मजा आउने perfect right I'm riding perfect motherfucker कुदा आइजे केटाहरूले कुदाएको आफ्नो बाइक चाहिँ मुजी कुदेकै छैन क्या लामो होइन कस्तो नकुदे होला त ए साला झट्टाहरू त कस्तो नकुदिरहेको त यार हात पनि बबाल दुखे यार अति नै गाह्रो बाटो रहेछ मजा आयो ए साला कस्तो खालको बाटो हो यो पिच हो ल बबाल हो त यो नि त बबाल ल्यान्डिङ हो बबाल हो बबाल जङ्गलै जङ्गल कुदाइँदैछ बबाल मरत कुदाइँदैछ ए साला बाइकले पनि नकुदेको देखेर हच्चमा परिसक्यो यार ओए छेत्री भाइ दामी हो केटा हो दामी ओए छेत्री ओए कुरा ऐना निकालौँ न आऊ हिँड ऐना निकाल्नु मन लाग्यो कि माथि सबलाई रोकेर ऐना निकाल्न लगाउँछु किनकि दुईजनालाई पनि कुर्न लगाउनु पर्यो नि बबाल हो बबाल ओए अन गर्न क्यामेरा अन यसले त म चाहिँ क्यामेरै अन गर्दैन त क्यामेरा अन बबाल कुदाउँछ त मलाई ऐना निकाल्दै कुदाउनु मन लाग्यो कस्तो माथि आयो ऐना निकालेर तिम्रो म कुदाम के तिनीहरू कुर्छन् नि ओइ एकचोटि ऐना निकाल्नु पऱ्यो मलाई कस्तो अप्ठ्यारो गरेँ क्या ऐनाले तिमी ऐना ननिकाल्ने तिम्रो त हल्लिएको छ ड्याङडुङ हल्लिएको छ पछाडिको त लिरिक म सक भएको अघि त्यही देखेर म सक भइदिइरहेको कस्तो हल्लिएको त हल्लेछ क्या साथी हो तिमीले नपत्याएको बेरिङै उडिसकेछ नि म आफै सक भइरहेको क्या ऐना निकालेर अनि कुदाउने कस्तो गाह्रो गरिदिइरहेको क्या ऐनाले त तिम्रोमा हालौँ न साथी ऐना कुदाउने गाह्रो गरिदिइरहेको तिनीहरू कुर्छ नि होइन ए खोलिन म्याचिक्ने हातै दुखेर म चाहिँ ल रनमती कोही के भयो केटाहरू कहाँ पुगे क्यामेरा अन गर ल अब तिमीहरूमा मक्खन मिठो हान्दै जाने माथि कुरे त हुन्थ्यो ल कसरी साइकको हुन्छ कि यसरी राइडमा यस्तो भयो भने त
कुलेन्ट चाहिँ लिक भयो अरे ल के ओभरफ्लो भएको चाहिँ हो ओभरफ्लो भयो र त्यही त होइन हल्लेको छ क्या लोन्ठेङ ल्यान्ड्याङ हल्लिरह के अरे मलाई कसले देखाएको भन न फेरि पियुषले देखाएको त्यो रानीले देखाएको के पियुष के अघिको एक्जेटले ओए त्यसको चक्का हेर त कस्तो हल्लेको भनेर भयो ब्याट्री चेन्ज गर्ने ल चेन्ज गर त अनि गइदिउँ अघि तलैबाट अन गर्नुपर्छ नि एकछिन कुरेर ल त्यहाँ ब्याट्री चेन्ज गरौँ मैले गाउँ खिच्न न मलाई त के थाहा त सबको फुल आउनु पऱ्यो अहिले केटाहरू पनि देखिनु पऱ्यो कुदाउँदाखेरि हुँदैन र अनि ल हामी यहाँबाट चल्दै छान्नुपर्छ केटाहरूसँग केटाहरूले बबाल कुदाइरहन् कस्तो कुदाइरह त केटाहरूले त आमा डेन्जर कुदाउँछन् त केटाहरू त उयो ए मोटावाला त हिरो हो नि फेरि ऊ त रानी त मेरो रानी त हिरो हो नि खतरा कुदाउँछ त्यसले पनि अब चाहिँ मलाई पनि सजिलो हुन्छ है कस्तो कालो धुवा फाले ल ल ल ल ल ल ल ल भयो ल अब चाहिँ हामी यहाँबाट मस्त मकन मिठो छुरी लागिदिनु पर्छ त्यसलाई यस्तो कुरौँ ल ल हिँड अब चाहिँ कुदाउन मजा आउँछ क्या बाई हुन्छ नि त यस्तो फ्री भइदिइरहेको क्या अब त ऐना निकालेपछि त होइन वाइल्ड फ्री भइदिइरहेको क्या मलाई त ल हेर न ह्यान्डल पनि अब चाहिँ त कुदाउन अब त हाल्ने हो बवाल तरिकाले होइन केटाहरू चाहिँ कहाँ गएर अड्किरहन् त हामी यहाँ तल अड्क्यो होइन म ऐना निकाल्न र उयो गर्न बाटो त यस्तो रहेछ यार अति स्लिप हुने खालको रहेछ टेन्सन त्यहाँ पो छ त पिच छ भने त मजै आउने भएन पिच छ भने त मजा आउँदैन अप्पा मजा आउँछ म बिचमा बोल्दिनँ है आयो कुदायो बाबालो कस्तो रोक्दै होला त मैलेमा सही आयो होला यार इन्स्टा 360 मा बवाल दम ल यस्तो मजा आउने रहेछ यार बाटो त है बवाल मजा आउने बाटो रहेछ यार ए साला के भने हामी त होइन निकाले निकाल न त अब कुरा कुसन निकाल नि त ल ऊ ब्यागमा राख न अब त जङ्गल के चेकिङ हुन्छ त्यही भएर पो निकाल भने त मेरोले नि त तानेन बार हो र ठिक छ तेल दिन्छ म चाहिँ अरूले त्यस्तै लास्ट बेरिङ गएको ल त्यही हो गाइज हामी आयो ल हामी आयो होइन हामी यहाँसम्म आयो अब त्यही हो टक्क लाएर अहिले त केही हुँदैन अब माथि गएर फेरौँ न हुँदैन अब एकछिन बस्ने चल्दै छान्दिनँ है त हामी चितलाङ जानु ला मेरो मिरर हाल्यो ब्यागमा ओहो उनीहरूको क्या दामी छ नि मिरर तिमीले पनि फोल्ड गर न मिल्दैन है फोल्ड गर्ने अघि आएको होला दामी यहाँ ड्रिफ्ट हाने आएको छ होला त्यो त है ल अहिले हेर्नुपर्छ त्यो चाहिँ टेक्ने खतरा हान्दै थिएँ मैले त्यस्तो मोबाइल चाहिँ त्यो हेर्नुपर्छ ल जम केटा हो मेरो मुटु ल हो मेरो मुटु ल मुटु भने फेरि मोटु भने होइन मुटु भने
मुटु हो र मेरो रानो ए अँ त्यो क्यालिपर नयाँ हाल्यो तिमीले हो र सबको ब्रेकको प्रब्लम हो ल है ल ल ल गइदिउँ ल रानी सँगसँगै सबजना है ल है यहाँ है 360बाट आउँछ है सँगसँगै सबैजना दामी तरिकाले यो ल गइदिउँ ल कुलेन्ट ल ल छिटो गर उडाइदिउँ ल पानी पर्यो अब मजा आउने भयो केटाहरू सँगसँगै अब लाग्ने हो बाबा तरिकाले कुसनहरू सँगसँगै जानुपर्ने छ होइन टक्क लगाएर क्यामेरा चाहिँ पुछिहाल्नु है खोइ त्यो अर्को ओ आइज अब टक्क लगाएर मस्त मक्खन मिठो छुरी राइड हान्नुपर्छ अरू भनेको यस्तै हो बबाल अब चाहिँ मजा आउँछ है यस्तो कुदाउन मजा आउने के बबालो आइज बबाल तरिकाले गइदिउँ न साँच्ची न सबलाई भिजाउन छ बा केटाहरू आएको बबालो बबाल मजा आउने जम्पिङहरू रहेछ नि त जम्पिङहरू आमा केटाले टोक्ने कुदाएको त बबाल कुदाउँछ नि त बस्ने हो र बस्ने हो ल ल ल ल हो र तलबाट निस्किन्छ ल ए जाडो के नि हुन्छ क्या यहाँ ल्याउ न यहाँ भिडियोहरू बनाउनु पर्दैन त ल टक्क लगाएर मजा आयो कुदाउन यहीँसम्म कुदाइयो होइन टक्क लगाएर थाहा छैन कहाँ हो के हो यसो बस्यो भने दामी गइदिनु पर्छ केटाहरूको भाइ यस्तै छ ढाक्का लगाएर दुइटा होइन ढाक्का लगाएर दुइटा हो र ल यहाँ बसौँ एकछिन चिया खाउँ म बोल्नै सकिनँ सहिला पानी सानी खाइदिउँ बसौँ होइन यतातिरको फ्रेस हावा खाइदिउँ बबाल तरिकाले जानुपर्छ होइन चल राइट अब हामी यहाँबाट चल्दै हान्नुपर्छ चल्दै केटाहरूको डिबी पनि निकाल्यो को चाहिँ के निकाल्नु थियो सबै थोक निकाल्यो हाम्रो कुसुन साथी मस्त कुदाउँछ कुसनलाई मैले मोटै भनेको थिएँ नि त्यो भिडियो क्या आएको रहेछ ल ल केटीहरूले रुचाउँछ के फ्यान हो क्या मेरो रुचाउँछ के बोकाएर ल ओए साथी आऊ जाम ओह्रालो हो ओह्रालो भयो त यसरी नै गइन्छ नि ल अब यो चाहिँ तल ओह्रालो छ अरे किनकि यो ओह्रालोमा त्यस्तो कुदाउन पाइँदैन होइन केटाहरूलाई अगाडि पठाउनु पऱ्यो टक्क लगाएर हिँड साथी हिँड ल दामी हो सरर गइदियो ओह्रालो होइन केटाहरूसँग मस्त मक्खन मिठो छुरी
छुरी हानिदिनुपर्छ छुरी तलबाट चाहिँ उकालो उकालो कुदाउन चाहिँ मजा आउने हो क्या केटाहरूसँग होइन रन्डोहरूले यस्तो पेल्छ कि फेरि है बवाल पेल्ने क्या रन्डोहरूले त त्यही हो पेल्न चाहिँ माथिने पेल्नुपर्छ यस्तो ठाडो ओह्रालो रहेछ अनि कसले कुदाउँछ त कुदाउने नै होइन नि यस्तो ठाडो ओह्रालोमा त है ठाडो ओह्रालोमा त सरर जाने हो तर यार बाटो त डेन्जर रहेछ है बाटो बनाउने बेला राम्ररी बनाउनु पर्यो बाटो कन्स्ट्रक्सनवाला सरकारवाला रोडको पनि हेर्ने उयो हुन्छ होइन विभाग हो ल त्यही हो बाटोहरू दामी दामी बनाउनु पर्यो ओह्रालोमा त केटाहरू त ब्रेकै छोएको छैन क्या ल है ल चितलाङ चाहिँ होइन म पहिला गएको थिएँ एकचोटि धेरै वर्ष अगाडि लगभग त्यो भिडियो पनि होला है लगभग त्यो भिडियो पनि छ होला हेर्नु होला गएको थिएँ एउटा मोरीसँग त्यो मोरी अहिले बाहिर थिएँ होइन जोस् रमाइलो भएको थियो त्यतिखेर म के कुदाउँथेँ एनएस कुदाएको थिएँ क्या हो साथीको बगाएको थियो त्यो रन्डो कहाँ गयो एनएस कुदाउने है के थियो त्यसको नाम एलिस भन्ने भाइ थियो एउटा यार हे ल सही हो ए अहिले चाँडो मेरो केटाहरू त रकेट हानिदिइसकेछ त ए तलसम्म ओह्रालो रहेछ ए छिटो कुदाउने ठाउँमा चाहिँ माछिने मरद कुदाउनु पर्छ क्या हामी त खत्रेबाट आयो त है चितलाङ चितलाङ आउँदैछु म चितलाङ उडाइदिउँ ल सही मजा आउने यार कुदाउनलाई पनि होइन केटाहरूसँग माटोक्ने बाटो चाहिँ यस्तै हो ल मेरो भ्लग चाहिँ कस्तो खालको आउँछ भने फुल बाटोवाला आउँछ अलिकति लामो हुन्छ होइन कहाँबाट कहाँ गयो कहाँ बाटोबाट कुन बाटो गयो भन्ने कुराहरू आउँछ होइन तल त बवाल पिच देखेँ त यार मैले बवाल पिच देखेँ त तल त मैले त होइन उहाँ तल त पिजायो अनि त्यही हो लास्ट लङ हुन्छ भिडियोहरू चाहिँ होइन किनकि बाटोहरू फुल्ली मैले के अरे देखाइदिएको हुन्छु जोस् म यो बाटो यो बाटो गयो भनेर अफरोडहरू हेर्नु होला दामी मजा आउँछ होइन फुल भिडियो हेरिसकेपछि कस्तो हुन्छ भने आफू राइड जाने केटाहरू फुल भिडियो हेरिसकेपछि कस्तो हुन्छ भने अनि अब आफू पनि राइड गइदिने बाइकमा त्यही हो होइन सही छ त बाटो त सल आइज बबाल छ त जङ्गलै नि यहाँ चितलाङमा के पनि भन्थ्यो क्या पहिला यो खोइ के डाँडाहरूको बारेमा पनि छ यिनीहरूको कहानीहरू होइन चितलाङको पनि एउटा हिस्टोरिकल एउटा कहानी छ यार कहाँ म यतातिर त बसेँ होइन नि चितलाङको रिसोर्ट यतातिर बसेँ कि बा म यतातिर साला होइन कस्तो खतरा उकालो हो त ओह्रालो हो त रन्मती ल बवालो पिजायो सही हो आइज त्यो आउँदै रहेछ होइन ठिक छ बब्बाल छ त केबल कार त वहाँ पर पो हिँडिरहेको त केबल कार पनि छ यहाँ ल मलाई थाहा नै थिएन केबल कार हिँडिरहेको रहेछ त उहाँ यहाँ हो र नि है त केबल कार छ र कहाँ हो चन्द्रगिरी बवाल केबल कारहरू पनि रहेछ तर यो केबल कारहरू त बन्द भइसकेछ यार स्टक छ त बाटोमा माथि हेर न ल यो केबल कारहरू खुला भने कम दामी हुन्छ त कति चाँडो पुग्थ्यो होला है केबल कार भयो भने त है
केबल कारमा त म चाहिँ माथि 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 हिँड्ने हो नो एक्सिडेन्ट नो के इनकेस केबल कार उयो भयो भने मात्र हो एक्सिडेन्ट हुने नभए त हुँदैन सही हो सही हो ए ओह्रालो रहेछ के ओह्रालोमा स्टार्ट गर्नु ए बवाल छ त ल हेर त यतातिर त बवाल लाग्यो यार सही हो ठाउँ त सही लाग्यो पिस भाइब्स के पिस एकदम पिस भाइब्स के होइन दामी यार बाटो त खतरा लाग्दिरहेको त ओए सही हो नेपाल विकास हुँदैछ नेपाल विकासको बाटोमा हिँडिरहेको छ ल दामी हो दामी यस्तो राम्रो बाटो छ यार है यस्तो खतरा के बाटो नै बवाल यार कस्तो खतरा बाटो हो त यो त दामी लाग्दिरह मलाई त बे ओह्रालो सही हो तेलको बचत हो रान्नु तेलको बचत भइरह ल केटाहरू सबको तेलको बचत भइरह होइन अर्को खोइ ओए आइज न हिरो कहाँ हिरो तिमी छुटिरा ल क्लिप यो मुजी क्लिप त फुस्किया गर्छ कति लाउनु यो क्लिप लगाउने रन्डो मुजी क्लिप ए मेरो भाइ बिस्तारै बाटो नखेल बाटो नखेल्नु हुँदैन मेरो भाइहरू के गर्नु बवाल छ त बाटो त यस्तो दामी बाटो छ यार होइन बाटो त बवाल लाग्दिरह त उए खत्रै दामी लाग्दिरह त मेरो कन्ट्रोलिङ चाहिँ खत्रै रहेछ है ल बाइकको कन्ट्रोलिङ चाहिँ खतरा रहेछ है ल यस्तो कुराहरू चाहिँ गर्नु हुँदैन फेरि होइन त्यही हो साला यस्तो चाहिँ गर्नु हुँदैन नि फेरि हात छोडेर धेरै कुदाउनु हुँदैन मैले जस्ट यो कोन चेक गरेको क्या अगाडिको ह्यान्डलहरू यताउति हल्लिन्छ हल्लिँदैन भनेर किनकि यो अस्ति नै ब्याटो भएको थियो नि त एकचोटि ग्रिजिङ त मैले गराएँ बाइकहरू फुल्ली फ्रेस होइन सिएनसी एउटा स्पकेट पनि हालिदिएँ पछाडि अनि ल ह्यान्डल पनि ठिक रहेछ यस्तो दामी डाँडा काँडाहरू रहेछ होइन दामी लाग्यो यार मलाई चाहिँ है चितलाङ ल हो नि कस्तो खालके बनाउने रिल केबाट बनाउने इन्स्टाबाट डिजिआईबाट कताबाट आउँछौ तिमी लामो स्टिक बनाउने हो के थाहा कस्तो बनाउँदा ठिक हुन्छ अगाडि म पछाडि भयो भने अगाडि सबैको आयो के रे हो त्यो के गर्दा ठिक हुन्छ हामी अगाडि हिँड्दाखेरि सबको आउँछ लट्ठी ठिक्कको हाइट बनाऊ पर्दैन ठिक्कको बनाऊ न यस्तो साइडमा राखेर चाहिँ कुदाउनु यस्तो बवाल हुन्थ्यो क्या साइडमा राखेर चाहिँ ल यसलाई चाहिँ के भन्छ चितलाङै भन्छ यहाँ हेर न पुरानो घरहरू है यस्तो पुरानो घरहरू कति राम्रो भूकम्पले पनि केही भएन चाहिँ यार है पहिलाको के बनायो के भन्छ दिदी यो ठाउँलाई के भन्छ दिदी इन्द्र सरोवर गाउँपालिका पुले हान्नै पर्छ ओके त्यही हो हो र आज पनि ठिक छ त ल केटा हो ल अब हाम्रो यहाँनिर स्टिकबाट यस्तो छ पारा बनाउने चाहिँ अनि टक्क बनाइदिउँ एकवटा रिल्स अनि ठक्क लाएर गइदिउँ आउँछ होला नि होइन यो इट्स योर बोय ल जाउँ ल आउरा नि ल ओए स्टार्टै हुँदैन त
ए साला बबाल पड्किन्छ त सिङ्गल लाइन हो र ल हिँड हिँड ल दामी तरिकाले गइदिउँ ल है बबाल हो हामी यहाँबाट अब लागिँदैछौँ वे जङ्गलहरू हेर्न त बबाल मजा आउँदो रहेछ त यार जङ्गलहरू हेर्न त सही मजा आउँछ त एस दामी हो दामी बबाल हो बबाल ल है ल यतातिर चाहिँ यस्तै रहेछ यो कुलेखानी पर्दो रहेछ अघि मैले के गाउँपालिका भने त्यही गाउँपालिका हो होइन अनि अरू त अब यस्तै छ कुन कुन गाउँपालिका हो तर पुरानो पुरानो घरहरू चाहिँ रहेछ है त्यही हो पुरानो पुरानो घरहरू चाहिँ रहेछ ल ल ल पुरै दामी छ त ए बबाल कुदाउन मजा आउँथ्यो सिङ्गल 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 भन्छ कस्तो सिङ्गल हो एट यताको घरहरू चाहिँ मलाई बबाल लाग्यो यार बबाल चाहिँ बबाल लाग्यो के मजा आउने बाई बाई केटाकेटी हो बाई बाई ल बबाल तरिकाले लाग्नुपर्छ हामी होइन ल यतातिर यस्तै छ डाँडाकुँडाहरू होइन ए मेरो शेर कता हो त मेरो शेर ल ओए मान्छे थर्ने के टर्निङ आइसकेको छ यार राइट यस्तो टर्निङ आएर भएन नि त गइदिउँ है पछाडि बाटो मुजी हामी अगाडि 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 हिँडिरहेको क्या मुजीहरू सब बबाल हो बबाल बबाल हो केटाहरू के गर्छन् के गर्छन् ओइ बाटो पछाडि हो रे अब हामी कहाँ अगाडि अगाडि गएर यहाँ दामी उहिले हान्दिनु पर्ला एउटा त्यो ठ्याक्क आएको देखेपछि एउटा ठ्याक्क उहिले हानिदिन्छ है त कस्तो बबाल कस्तो बबाल हानिदिएको ओए पख पख बच्चा डराइदिएर ए बबालो ए साला बबालो अहिले चाँडो आइज उयो बबाल मजा आइदिएर अघि उहिले हान्दा त होइन ल सही हो बबाल बबाल अब कुदाउने हो मर्रत बबाल कुदाउनु पर्छ कडा हो हिँडे किनकि अहिले बबाल हो साला यस्तो कुदाउने हो कि होइन बबाल तरिकाले हिँड्न भन्ने हान्दिन बबालो बबालो खोइ कहाँ गयो 360
सही हो सही हो सही हो सही हो ओए बटा रे बलालो यस्तो मजा आइदिरा के गरेको ला के भयो भाँच्यो के हो यो माई डार्लिङ वाट्सअप माई बेडे वाट्सअप माई बेडे ल ल ल त्यहाँ अगाडि राख न अलिक लामो बनाएर अब कहाँ राख्दा ठिक होला ल अब अगाडि नै राख न अलिकति ठिक्कको बनाएर छिचिरह यस्तो मजा आइरहेको थियो त्यही भएर अघि मैले नदेखेको रहेछु कि स्टिक कहाँ गयो भनेर हो ल चाँड चाँड गइदिउँ अब चाहिँ दामी मजा आइरहेको थियो यो आउँछ नि होइन पछाडिको नि आउँछ हो ल ठिक छ ल ल ल छिटो गरौँ आऊ है छिटो अब मजा आउने बाटोमा यस्तो कुरेर हुन्छ त साला बवाल रहेछ त है बाटो त कुदामै 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 खै केटाहरू तिनीहरूलाई नभेट्ने रहेछु अब अनि कहाँ त्यसरी हुन्छ त कहाँ पुग्यो त मुचीहरू टाढै पो पुग्यो क्या हो साला एकैछिन तिनीहरूलाई उयो गरौँ भनेको पक्रिम भनेको खोइ त कहाँ पुग्यो त तिनीहरू साला बवाल मजा आउने है बाटो चाहिँ माकाडक यस्तै यस्तै बाटो हिँडिन्छ क्या हामी चाहिँ होइन बवाल मजा आइदिइरहेको त ल के गर्नु जङ्गलै जङ्गल हिँड्नु परिहाल्यो होइन हामीलाई जङ्गलै मनपर्छ त्यही हो केटाहरू कहाँ पुगे त यार म एक्लै त के जानु झ्याउ लाग्यो मलाई पछाडि एकजना छ पछाडि त्यो मुझे कस्तो नआएको छेत्री भाइ आइज कुसन यहाँ कुरिरहेको थियो यार कहाँ छ त्यो छेत्री भाइ साला यस्तो दामी बाटो नि यस्तो बाटोमा पो कुदाउँदा मजा आउँछ त कोही कहाँ पुग्यो त तिनीहरू त उले बब्बाले टाढा पुग्यो क्या हो साला बाटो चाहिँ बवाल रहेछ ल ल खोइ रानी मेरो रानी कहाँ पुग्यो हो मोजीहरूले त कस्तो कुदाएको होला त कहाँ पुगिदिएको होला त कुर्नुपर्छ नि त्यो रानी फेरि बौलाएपछि बौलाको बौला हुन्छ क्या त्यो मुजी बौला हिँडै गरिदिन्छ कि कुर्दै नकुर्ने त्यो बौला मुजी अर्को चिक्रे त्यस्तै बौला छ कुसन मुजी फेरि कुरिरहेको थियो हिँड्यो क्या अर्को एउटा मुजी बौला साला खोइ त केटाहरू कता कताबाट भालेले पोती खोजे जस्तो छ कि मै मारिदिउँ भालेलाई केटाहरूलाई भेटिहाल्यो नि अब म्याचकै म नि पेल्छु खोइ त म चाहिँ यिनीहरू त देखिँदैन त कस्तो सानो बाटो साला म्याकाडो ओए कुर्दैन ओए केटाहरू आएकै छैन त्यो मुजी आएकै छैन कुर ओए कुसन ओए साला दामी ठाउँमा ल्याएर रोक्यो यसले त्यो आएकै छैन क्या त्यो अर्को छेत्री डन हाम्रो छेत्री डन बवाल मजा आइरहेको मलाई चाहिँ अलिअलि भ्याएर भइरहेको त्यति हो कुरो भनेको ल त्यही भएर त मजा आउँछ रानीसँग कुदाउन म त्यसलाई कार कुरेको क्या तिमीहरू सँगसँगै आउनुपर्ने रहेछ उयो बवाल छ त उयो है
हो ऊ त्यो डाँडा गएर ल त्यहाँबाट झर्ने नि त ओके ओके सही हो त्यहाँ राखेर ऱ्याम जम्प चाहिँ कहाँ भने तिमीले जम्पै जम्प छ भन्थ्यौ त चितलाङ जाँदाखेरि जम्पै जम्प छ भन्थ्यौ त ल औडा गरिदिने यार ल ल ल ल ल ल ल गइदिउँ गइदिउँ त्यसलाई कहाँ त्यसलाई कुर भने त्यसलाई कुर नभने मैले किन रेस्ट दिने आफ्नो इन्जन बना मतलब छैन हाम्रो बना हो मुजी हिट भरे फेरि जान्छ नि यो त त्यसको हल्लेको टायर ल्यान्ट्याङ भएर ल त्यही हो हामी अब यहाँ आइपुग्यो एकछिन के बस्नु कुदाउँदा मजा आइरहेको थियो ल ठिकै छ केही छैन दामी चाहिँ दामी रहेछ है रानी हेर न उता कस्तो दामी लाग्दिरह मलाई एक दुईवटा भिडियो बनाइदिउँ न त ल यस्तै छ है यतातिर ल एकैछिन यहाँ भिडियो बनाऊ भने जाउँ तलबाट कुले खाने न के भयो चेन लुज हो ल केटा हो ल बाई बाई ल थ्याङ्क यू सो मच ओए ल हिँडे यसले फेरि अहिलेसम्म फालेर हिँड्छ के यस्तो ठिक छ यो पनि ए फाल्न फालिस् ए ल मस्त कुदाउनु पर्छ अगाडि अगाडि पक्कु यसलाई पनि लिएर हिँड्यो यसलाई यो अड्किन्छ यो हो ल छेत्री डन छेत्री डन अब चाहिँ हामी यहाँबाट मक्खन मिठो राइड हानिन्छ होइन अब अरू कुरो त्यस्तै हो माइकबाट कतिको सुने के सुने केही थाहा छैन अब एकचोटि मस्त कुदाउनु पर्छ अब पछाडि आऊ ओए केटा हो ब्याग ओए ब्याग कसको ब्याग हो ब्याग छोड्ला ल त्यो रानी त गइसक्यो यार हजुर हो साँच्चै हो उहिले भनेको हेर्नु ठुक्ने भर्खर भाइ म यस्तै फ्रेङ्कली छु है ओए ल हिँडे बवाल रानीले भिडियो बनाए दामी ल हामी यतातिर हिलो तैलले गम हाल्छ यार हिलोमा जाता हो हिलोमा नहाल न है तिमीहरूले हिलोमा हाल्यौ भने हिलो चिटिन्छ मोराहरू कस्तो हिलोमा हालिरहेको त बाइक ए बबाल हिलो उचिटाले अहिले बिस्तारै रानी गयो रानी आइज मेरो रानी तिमी भएनौ भने त कामै छैन मेरो रानी ए साला केटाहरू कहाँ पुग्यो त बाटो फेरि बबाल छ पत्रो ढुङ्गा रहेछ क्या त्यो अगाडि एउटा सानो चुचो ढुङ्गा होइन बबाल हिँडिरहेको त केटाहरू त यस्तो मजा आउँथ्यो यार साला रानीलाई कुर्नु पऱ्यो यार रानी आएन त्यो मोची हिँडिसकेपछि यस्तै हिँडिन्छ क्या रानी कहाँ छ आयो है त्यसको हेलमेट त मैले देखेँ अब त्यसलाई पनि लिएर जानु पऱ्यो त्यसलाई पनि सँगसँगै लिएर जानु पऱ्यो आयो यहाँ अलिकति यस्तो रहेछ यो क्रस हान्दिउँ होइन त्यो पनि आउँदैछ त्यसलाई भिजाम भनेको त्यो नआइदिएर है त्यसलाई पनि भिजाउन चाहिँ यार अघि त्यसले मलाई भिजाएको मासाले हिँड त अगाडि हिँड खान्छ अगाडि हिँड्दा नि खोइ मुजी त आउँदैन त हिँड यो र म कुदाउनु पर्छ क्या अब
तेल्लो हिलो छिटाएको मजा आउने पछि अगाडि केटाहरूलाई देख्यो भने मजा आउँछ कि रानी रानी मा मजा आइरहेको त रानी यस्तो हिलो तेट यस्तो बाटो नभएको भए चाहिँ हुन्थ्यो अलिकति हुन्छ नि लाइक स्ट्रेट होइन स्ट्रेट बाटो भएको भए चाहिँ खतरा हुन्थ्यो है दामी हो साला बब्बाल घुमाउरो बाटो रहेछ त साला 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 आम्मामा रानीले कुदाएको खोइ त केटाहरू यस्तो मजा आउने यार कुदाउँदाखेरि त बबाल मजा आउने के कत्रो खाल्दो रहेछ रानीले यहीँबाट हाल्यो होइन बबाल हो त त्यहाँबाट हो साला दामी छ त बाटो त ओए त्यहाँ पनि रहेछ त ट्रायल खोइ त अर्को हो र लो तलै पुग्दै थियो ल ठिक छ दामी हो अब चाहिँ चारैजना कुदाम भनेको सँगसँगै भएकै छैन मिलेकै छैन चढ्दा नि हुन्छ चढ्दा नि हुन्छ बहाइ पिसा फेरौँ यार एकचोटि दामी लाग्यो यार ए पार्टीले देखिसकेको रहेछ त्यही भएर दामी चाहिँ दामी हो जङ्गलै जङ्गल ल पेस भाइस छ एकैछिनै त यहाँ पिसा बाँध्यौँ यार ए यो मजीहरू भिडियो बनाउन पो यहाँ आएर हो ल ल ल ल गइदिउँ काम छैन यिनीहरूको एकैछिनको यहाँनिर यस्तो कुदाइरहेको थियो यस्तो मजा आइरहेको थियो रन्डाहरूले के गर्छन् आइस ला आऊ अब यहाँबाट चाहिँ मस्त सलक्कतिर गइदिउँ भनेको कुसनले धन्नै लडाएन त्यहाँ मुजी त्यहाँ माथि जान्थ्यो होला है बाटो तर हेरौँ न एकचोटि दामी ट्रायल हान्नलाई हुन्थ्यो हुन चाहिँ है त्यो माथिने उकालो हो चिप्लो रहेछ यार ल अर्कोलाई बोलाऊ है बबाल आइरहेको थियो त अलि अगाडि जाऊ रानी तिमी त्यो आउँछ अनि चारजना सँगसँगै जाने क्या चारजना सँगसँगै ल अगाडि जाऊ ल अब यहाँबाट हिँड यहाँबाट मस्त मुजी रन्डोहरूसँग मस्त लाग्ने हो ओए त्यसले भिजाएको बबाल हो केटा हो बबाल आइजे बबाल हो ओए आइजे न ला मजै आएन नि बबाल हो बबाल केटाहरू चौधमा कता हो ओए आइजे हिँड बबाल तरिकाले गइदिउँ भनेको केटाहरू चम यस्तो राइड हान्न मन लागिरहेको बेलामा होइन ल तिनजना हामी मस्त सलक्क लाएर चिलमा हिँड्दैछ साला केटा हो बबाल छ त ओह्रालो त ओह्रालो त दामी छ त कुदा
मजा आउने क्या केटाहरूसँग यसरी हिँड्दा त यार बबाल मजा आउने कहाँसम्म पुगिन्छ हो ब्याट्री 29% चार्ज थियो एउटा ब्याट्रीमा अब अर्को ब्याट्री हाल्नुपर्ने यार ओह्रालो रहेछ होइन हामी जङ्गल बबाल तरिकाले हिँड्यो है ल है केटाहरूसँग साला माछिने भन्ने लडिन हैट दामी हो दामी कुदाए अब त मुझे जाँडा हो कुदाए है साला ओह्रालो रहेछ के कुदाउन पनि होइन साला कस्तो होला त बाटो पनि ढुङ्गा आमा ढुङ्गा फालेको हेर न त्यहाँ ह्यान्डल छोड्नु भएन अरू कुरो भनेको त्यस्तै हो बबाल मजा आउँछ हिँड म ब्रेक हानिहाल्छु नि सकेसम्म होइन तिमीलाई अगाडि लिएर गएर हैट यहाँ त मैले चिप्लिन्छ साला बबाल चिप्लिदिएर हैट खत्रै चिप्लिदिएर त हैट नाइ चाहिँ चुना लाग्छ मलाई म चाहिँ मरिस भने पाठी होइन बोकाहरू त होइन होला पाठी नै होला पाठलाई फेरि एक ठ्याक यसले खिचेपछि कस्तो ओह्रालो क्या एक ठ्याक खिचेपछि मैले पाठीलाई फेरि मैले पैसा दिनुपर्ने हुन्छ हैट यस्तो डेन्जर ओह्रालो यार बबाल ओह्रालो छ त हैट साला ओह्रालो त हो हैट मरुन्जेल ओह्रालो छ त उकालोमा चाहिँ बबाल आउने रहेछ बबाल मजा आउने रहेछ है बबाल तर ओह्रालोमा त्यस्तो मजा नआउने है साला हैट साला कस्तो ओह्रालो त खत्रै छ त बाटो त जङ्गल यो अन्त जङ्गलमा मजा आउने जङ्गलमा मङ्गल हानिदिने हो हामी फेरि आमामा कस्तो ओह्रालो त बबाल ओह्रालो छ त यार साला बबाल मजा आइदिइरह यार मलाई चाहिँ कुदाउनलाई होइन कुदाइदिउँ त्यस्तो धेरै स्पिड पनि कुदाएन नर्मल कुदाइरह होइन त्यस्तो इन्जिनलाई इफेक्टै पर्दैन हैट इन्जिनलाई इफेक्ट गर्ने अरे कुदाएकै छैन हैट साला बबाल ओह्रालो छ त यार डेन्जर ओह्रालो छ त हैट साला कस्तो कुदाएर होला त ओह्रालोमा त केटाहरूले त छोड्दैन नि त अब यसले हिलो छिटायो क्या हैट हिलो छिटाइहाल्छ के गर्नु केटाहरूले अलिकति बचेर हिँड्नु पऱ्यो नि साला बबाल तरिकाले अलिकति स्ट्रेट रोड होस् भनेको स्ट्रेट रोडै छैन त यार अफ रोडमा त बबाल चाहिँ बबाल मजा आएर हो होइन अरू कुरो भनेको त्यस्तै हो साला आम्मा हैट साला मजा आएर माछ्ने कुदाउ यस्तो बबाल मजा आएर साला साला कि साला आएर मेरो सालो कहाँ छ साला मेरो सालो कहाँ छ साला बबाल मजा आइदिएर यस्तो जङ्गल हिँडिदिरहेको क्या हामी त ओह्रालोमा पनि त कस्तो बढाएर हो बिस्तारै हामीले अलिकति बढाउने
हेट साला त्यसले भिजाएको होला लाड नि पर्दैन मोमोजी यसले भिजाउन खोजिरहेको हेट साला मजा आयो यो यतैतिरबाट जान्छ भनेको होइन हेट अब चाहिँ कुदाम न कुदाम हेट साला हेट रान्ने रान्नेमा म कुदाउने अब यसले रमाइले कुदाउने बबाल चिप्लिन्छ हिजो च्याप्छस् जे पख्न तँलाई म आउँछु नि तँलाई पनि छ्याप्न हेट त्यसले छ्याप्न खोजेको रन त्यसले छ्याप्नु कस्तो हिलो त्यसले बढारे कस्तो हिलो के यसलाई आडो नि आउँदिन आइजेमा भिजाइदिन्छु अब चाहिँ आउने केटा आउँदै आउँदैन त हिँडे बबाल मजा आइदिएर खोइ त केटाहरू यसले हिलो छिटाउँछ कत्रो खाटो छ यहाँ माछिने सब हिलो छिटाएछ है मुझे रानी कता हो यता अब मजा आएर अनि ल हिँड अप्प हिँडलाई अब हिँडसँग जाने हो कुदा कुदा आमा बाबालो म त पानीमा हालिदिएको कि आया केटाहरूसँग कुदाउनु मजा आओस् भनेर हालेको यस्तो दामी जङ्गल हिँडेको छ कि होइन जङ्गलमा त कस्तो ब्रेक हाने होला त आमा कस्तो हिलो छिटाएको हो केटाहरूले हालेको आमा केटाहरूले यार भेटाउनु छ ओहो यस्तो मिठो रहेछ यार जङ्गलको बाटो कस्तो जङ्गल होला त यो त आमा बब्बाल देखिएको केटाहरूलाई हिँड्न रानी भन्ने तँलाई पनि मैले हान्दिनँ बबाल देखिरहेको त कहाँ हो कहाँ के साला बबाल छ त बाटो त बबाल हिँडे रानी अर्को लेनमा म आएँ त अफरोड आइजेन है पिचमा त डरै लाग्छ कि कुदाउन नि अफरोड भए पो अफरोडमा त केही हुँदैन यार पिचमा अलिक डर लाग्छ यार कुदाउन यार बाटै नदेख्दिएर यिनीहरूले फेरि सबै ढाकेर
के गर्नु टप मजा आउँछ क्या अफरोडमा चाहिँ कस्तो मजा होला त वाइल मजा आइदिएर वाइल मजा लाग्दिएर आधा साला बबाल कुदाइएर यार जङ्गलै जङ्गल यत्रो बाटो होइन बबाल कुदाइदिएर बाटो त खत्रै रहेछ त साला बबाल हो बबाल बबाल मजा आइदियो केटाहरूसँग हिँड्न त यार मजा आयो कुरा बबाल कहाँको रिसर्ट बबाल छ त रिसर्ट मजा आयो मजा बाहा केटाहरूले पेलेको कुसन हिँड्न कता हो बबाल मजा आइदिएर स्याला बबाल हो बबाल कुन ठाउँ हो यो चितलाङ हो सही मजा आयो बबाल कुदायो त ओह्रालोमा पनि कस्तो नछोडेको आज त कस्तो नछोडेको ओह्रालोमा पनि टेसर मैले त कुदाउँदै आएको थिएँ त व्हाट्सअप बोल्ने मान्छे हैन ए ल बिके छ सब ठिक छ यार एकदम कता यहाँसम्म राइड हान्न आएको खाना खान माथि आउँछु मैले ल अहिले भेटौँला नि है कता खाना खाएर निस्कियो कताबाट आएको आउनु चाहिँ काठमाडौँबाटै ठिक छ तिमीले ललितपुरबाट भेट्दै गरौँला नि हात्तीवनको ठिक छ ल ओके बाई बाई ल है केटा हो ल मजा आयो ल यार बाई बाई ल ओइ तिनीहरू नि यार को यिनीहरू सब एक्सिडेन्ट हुँदा यो त यस्तो हारेछ यार पुरैको हामी आइपुग्यो टक लगाएर बस्ने खानासाना खाने त्यसबाट चल्दैन फेरि है ल यही हो ठाउँ चाहिँ ठाउँ हो बबाल छ कहाँनिर